welcome back to my another vlog. So आज चाहिँ म रोडबाट स्टार्ट गर्दैछु vlog. अनि त्यो चाहिँ गाइस तपाईहरुको लागि यो सानो बुके So यहाँ चाहिँ मेरो भाइ भाउजू अनि तल हुनुहुन्छ आन्टी. हामी चाहिँ बजार किन जाँदैछ भने चाहिँ घरको सौदा गर्नु लागि. So guys, हामीले चाहिँ यहाँनिर मेरो साथीको मम्मी पनि भेटिसकेको छु हो. हेलो भनिदिनु यहाँ. हेलो गाइस. कहाँ जानु भएको त? बजार. ए तपाईं चाहिँ कहाँ जानु भएको? चिनी युएस पुगेर युएस जाने बाटो चाहिँ यो है. यस्तो उकालो छ युएस जाने बाटो चाहिँ. गाडीले उकाल तान्दैन त्यसै हो. बाटो चाहिँ यस्तै छ है. एकदम बजार जाने बाटो छ. हामी चाहिँ पर्पल आइपुग्यो हो. यहाँ चाहिँ भाउजू यता हाम्रोमा चाहिँ क्यास छैन नि त. अन्त दादाले त गुगल पे गरिदिन्छ नि त. यहाँबाट चाहिँ क्यास रिसिभ गर्छ. सो यहाँ चाहिँ हो गर्ल पिपल. यहाँबाट चाहिँ हामी गाडी पक्रिनुपर्छ बजारको. अन्त चाहिँ हामी बजारमा गएर भेटौँला. हामीले चाहिँ यहाँनिर क्यास रिसिभ गरिरहेको छ. सो यहाँ गुगल पे हुँदैछ. पैसा यहाँ चाहिँ 4000 टक्कै रिसिभ पनि गऱ्यो. पोसाइ पनि सक्यो. सो अब चाहिँ हामी एप्पी खान्छ तिर्खा लाग्यो. गाइस हामीले चाहिँ एप्पी पायौँ. एप्पी खानुको लागि चाहिँ फेरि उयो जानु पर्दैछ. त्यो दोकानमा चाहिँ एप्पी छैन. एकैछिन म 800 छोड उयो गर्दिहाल्छु छुट्याइदिहाल्छु. केको लागि? चामलको लागि. प्रेडिक्टर के ट्राई गर्नु जाँदैछु हो. खासमा चाहिँ खानु चाहिँ हुँदैन तर भए पनि खाइहाल्यो हामीले. अब के गर्नु. खोकीको त अब सेम अनि स्टिम चाहिँ कस्तो हुन्छ? पैसै मात्रै नाश भयो ल. चिल रोकेन. छ्या रिग्रेट खानै छ्या भाउजू. सो गाइस हामी चाहिँ अहिले गाडी पाएपछि भेटौँला. गाइस हामीले चाहिँ गाडी पायो. अब चाहिँ हामी बजार गएर चाहिँ घरको सौदा गर्छु. आज त हदसै ज्यादा गयो. उइस्कन रामनवमी भोलि. गाइस तपाईँहरू सबैजनालाई इन्भाइट छ, इन्भिटेसन छ. यहाँनिर आउनु सक्नुहुन्छ. कति बजीदेखि भने 8 बजीदेखिको उता यहाँनिर ठुलो रामनवमी छ होइन. तपाईँहरू आउनु सक्नुहुन्छ. हामी चाहिँ अहिले बजारमा गएर भेटौँला. years later. हामी चाहिँ यहाँनिर चिनी किन्दैछौँ. हामी चाहिँ अहिले स्मार्ट बजारमा छौँ. सन्जुले चाहिँ चिनी हाल्दैछ यहाँनिर. चिनी हाल्दैछ. चिनी सन्जुले त्यो झुस चाहिँ निकाल न. ए डकुमेन्ट्स राम्रो बनाऊ है. ल अब चाहिँ हामी यो काबुली चना किनाटेको. अन्त यो चना दाल पनि किन्नु आँटेको. चना पनि किन्नु आँटेको. यो चाहिँ सबै मिक्स गरेर चाहिँ लोख्न आँटेको हो. यो चाहिँ के हो? What is this guys? राजमा हाल न. राजमा ल हालेन. बेसी नहाल है ल. तिमीले जति बेसी हाले पर त्यति बेसी दाम हुँदो रहेछ. बुझ्यौ? घटाउँदैन रहेछ. प्रब्लम खै देखाउ न यहाँ मलाई. इनफ यहाँ कुनै के छ यो निकाल. यस्तोहरू हाल्नु.
रातमा बसेको ये सन्जुले चाहिँ केही कुछ नै जानता है कुछ भी नहीं। तपाईँहरू पनि सपिङहरू गर्नु चाहिँ यहाँनिर घरको सौदा चाहिँ माग बजारमा आउनु सक्नुहुन्छ। तर यहाँ चाहिँ खोज्दा नि यदि हुन्छ नि त। कति हामी सबै दाल मिक्स गरेर लोग्दैछ नि त। चलो त्यसो यहाँ तौलेर दिनुहोस्। गाइस मेरो भाउजूको आला चाहिँ यस्तो छ, पुष्पा झुकेको नाइस साला। म चाहिँ यहाँनिर लिस्ट हेर्दै भाउजूलाई भन्नुहोस्, भाउजू चाहिँ यहाँनिर हेर्नुहुन्छ होइन। हामी चाहिँ यता पछाडि कति लिस्ट हेर्दै चाहिँ हिँड्नुपर्छ। यहाँनिर चाहिँ चिप्सहरू छ, यहाँनिर पनि चिप्सहरू छ। अब चाहिँ हामी चियापत्तीको तलासमा छ हो। चाहिँ हामी सेकेन्ड फ्लोर जाँदैछ, तर यत्रो भारी यहाँनिर यस्तो पक्रेर चाहिँ हामी सिँढीबाट चढ्न सक्नुहुन्छ। हामी चाहिँ यहाँनिर लिफ्टमा चढ्दैछ गाइस। यहाँ माथिबाट चाहिँ हाम्रो लिफ्ट आउँदैछ अरे। कस्तो हुँदैछ एक्सपिरियन्स। यहाँ हाम्रो सामान चाहिँ छ। आयो हाम्रो लिफ्ट आयो। लिफ्ट चिउ आउनुभयो। लिफ्ट फेरि मान्छे निसासिन। आमा तिमीले जाइहाल ल भाइ, एसीवाला पैसा लिफ्ट। हामी चाहिँ लिफ्टभित्र चढिसकेको छ। सामान चाहिँ यहाँ छ। एसीवाला लिफ्ट पो रहेछ त गाइस होइन। हामी लिफ्टबाट नआउने थियो कि, तर सामान चाहिँ थुप्रो रहेछ। गाइस हामीले कतिको 670 रुपिस बचाओ 100 रुपियाँ हुनु चाहिँ 670 होइन 770मा रहेछ, तर 670 चाहिँ उयो छ 100 महँगो लाग्यो नि। अन्त कति ठुलो छ नि त। अन्त 5 केजी उयो पनि छ त। उयो हेर्नु त यो पतञ्जली अरे यताले चाहिँ पतञ्जली सबै बोर्डहरू यताको होला। ए यो चाहिँ बट्टासँगै फ्री छ। यो चाहिँ बट्टासँगै। यसमा अन्त आँटा हाल्नु भएको थियो नि। अस्ति बराद ल्याउनु भएको थियो कि। इजी पो रहेछ त। ए धुप फाइनली मैले धुप पाएँ। मैले धुप खोज्दै थिएँ। भोलि त रामनवमी हो होइन। रामवाला धुप खोज्यौँ। ए कस्तो भेराइटी रहेछ धुपको पनि। हेरेर त यहाँ चाहिँ पूजाको सामानहरू पाउँदो रहेछ गाइस। हुन्छ गाइस हामी चाहिँ कन्फ्युज भयो। धुप चाहिँ लिम भयो। ल फाइनल चाहिँ यही गऱ्यो। यो चाहिँ अलिक बेसी रहेछ नि त। अन्त चाहिँ हामीले यो 79 वाला लियो। यो चाहिँ अब हाम्रो दुनियाँ हो। यो चाहिँ अम्बो कस्तो। कसैले मलाई गिफ्ट गरिदिँदा हुन्छ है रामेनहरू। मलाई कुन मलाई यो किम्चीवाला खानु मन छ हो। अन्त नि यो के भन्छ सिङ रामेन कहाँ गयो। यो त कोरियन किम्ची फ्लेभरको रहेछ। मेरो साथीहरूलाई अब मलाई गिफ्ट दिँदा हुन्छ है घर आउँदाखेरि यसो। यो पनि मनपर्छ। होइन के दिनु भने नि यो किम्ची, अन्त यो वाला यो किम्चीवाला, अन्त यो पिङ्क बुलडग। अब यो पनि मलाई सबै मनपर्छ यहाँभरिमा। यो चाहिँ मैले फर्स्ट टाइम देख्दैछु हौ। जाजाङनियङ ए यो याद छ। मेरो साथीहरू यहाँ हो है। यहाँनिर खानु लागि किन्नु लागि खानु पायो भने किन्नु लागि। टमेटो केचप लग्यो होइन। किनकि अब पास्ता थुक्पा के खाना चाहिँ हामीलाई चाहिन्छ। सो हामीले लियो। योहरूमा त्यस्तो चाहिँदैन हौ। हरी चटनी। यहाँनिर पास्ता इपी रहेछ तर हामीले लगेन। म यहाँनिर नेमार भएको चाहिँ अफकोर्स लोग्थेँ, तर मेसी रहेछ। मेसी हो कि रोनाल्डो कन्फ्युज।
म नेमार मात्रै चिन्छु म नेमारको बिग फ्यान हो नि त नेमार मात्रै चिन्छु मलाई अरू चाहिँदैन मलाई चाहिँ यो खानु मन पऱ्यो त्यो किम्ची सिम रामेन किम्ची त होइन होला यो सुपर स्पाइसी यो किम्ची यो सिम रामेन खानु पऱ्यो सिम रामेन म्यागीलाई हेर्नु हुँदैन किम्ची रामेन लगाएको प्रिङ्कल्स मिनी प्रिङ्कल्स बिग प्रिङ्कल्स यो चाहिँ 60 रुपिस रहेछ खास चाहिँ 60 थियो रहेछ तर चाहिँ स्मार्ट प्राइस पनि 54 रहेछ यहाँनिर चाहिँ बिमार भयो भने चाहिँ यो लिएर आउँछु ल हर्लिक्स यो चाहिँ मेरो चाहिँ टेस्ट हो एकपल्ट मम्मीले किनिदिनु भएको थियो कि मलाई चाहिँ मन परेन योहरू चाहिँ मलाई स्टिङ पुरा मनपर्छ पेप्सी पनि मनपर्छ चाहिँ स्प्राइट पेन्डा पेप्सी चाहिँ भाउजू हरायो भने खोज्न आएको उयो मलाई चाहिँ भारी बोकेर त्यही राखिरहेको रहेछ कि लास्टमा भाउजू चाहिँ हारपिक खोज्न आउनु रहेछ हो म चाहिँ बल्ल बल्ल भाउजूलाई पाएँ यत्रो भारी सामान बोकेर चाहिँ मलाई एक्लै यहाँनिर छोडिदिइरहेको थियो कि अन्त म खोज्दै मलाई चाहिँ यहाँनिर भारी यो घिसार्नु पर्दैछ अब चाहिँ हामी फिनेल खोज्दैछौँ फिनेलै पाइरहँ फिनाइल वेयर इज फिनाइल नो हजुर अब मै काम गर्नुपर्ने रहेछ यहाँनिर स्टाफको पुरा कमी रहेछ फेरि टेक्स्टरलाई बिचारा बर्थडेमा किनिदिनु पऱ्यो यसलाई किनिदिनु पऱ्यो पेडिग्री तर खाँदैन नि त हाम्रो कुकुर जस्तो छ नि त पेडिग्री नै यो चाहिँ घरको रुमको लागि यस्तो भारी गरेर चाहिँ यहाँनिर भाउजू चाहिँ हिँड्नुपर्छ गाइस मेरो आज भ्लग केही भयो डोन्ट माइन्ड यो त किनकि अब यता र उता गर्दा हुन्छ कि यहीँ रहेछ है फिनेल चाहिँ लास्ट कुन चाहिँ भनेको मम्मीले चाहिँ पिङमा यत्रो ठुलो छ हौ त्यो कस्तो छ यहाँ हेर्नलाई यस्तो छ यही सेम हो कि यस्तो ठुलो जर्किनु हुन्छ नि हो यस्तो पिङमा थियो हो यस्तो वाला भन्नुभएको मम्मीले तल अन्त मम्मीहरूको पनि यस्तो लिएको छ नि त यो फिनेल लुक्नुपर्छ तर यता होइन आज दादा आउनुहुन्छ गाइस यहाँ चाहिँ यस्तो बेड बढाल्नेहरू रहेछ रुम बढाल्ने कुच्चो झाडु पोचा मग सबै रहेछ भाउजूले चाहिँ अब बाहुबली भएर चाहिँ अब चियापत्तीको खानीमा आइपुगेको छ यहाँ चाहिँ छ टाटा गोल्ड यहाँ त के छ सिटी गोल्ड टाटा गोल्ड सुपर कप आमामा कादाक टी प्रिमियम टाटा टी अम्मामा यति छ त हामीलाई चाहिँदैन हाम्रो फेभरेट हो के हो हाम्रो सिटी गोल्ड हामी खान्छ सिटीको गोल्ड यो चाहिँ भारी बोक्दा अफमा हुन्छ हेरौँ न कति हुन्छ बिल चाहिँ पहिला सौदा चाहिँ गरिहालौँ न है आज चाहिँ म आजकल पब्लिकमा भ्लग गर्नु थालेको छु सो गाइस अहिले हामी बिल गर्दा भेटौँला पुरा लामो हुन्छ होला भ्लग अहिले बिलिङमा गएर भेटौँला त्यहाँनिर हिँड्दै थियो यहाँ टेस्ट गर्नु भयो के गर्नु नि है यस्तो कोही खाँदैन बिमारी नै छैन भन् अफर भएन बिलिङ गर्ने जग्गा चाहिँ यति बेला भिड लाइन रहेछ क्या मेरो यहाँ खुट्टा दुखिसक्यो
कहिले गरिसक्नु कति रहेछ भिड 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 के साथ सम्झना सन्जु ब्लगिङ यहाँ चाहिँ भाउजू तर उता अफरहरू हेर्नुहुँदैछ हामीलाई खुट्टा दुखिसक्यो कति बेसी लाइन यहाँनिर हाम्रो कहिले बिलिङ हुने सो अहिले बिलिङ गर्दा भेटौँला अलि लाइन सकेर चाहिँ हामी बिलिङ गर्दैछ सो बिलिङ हुँदैछ सामानै सकिनु मान्दैन त गाइस कति चाहिँ गऱ्यो हामीले छ अझै अहिले अझै रहेछ भर्खर सामान पुऱ्याएर चाहिँ दादा आउनु भएको थियो नि त अन्त सामान देखिन चाहिँ आएको हात दुखेर मन आइसक्यो कति भ्लग पनि गर्नु पाएन है हात के भयो तपाईँको कति 5 मिनटको बाटो 5 मिनटको बाटो चाहिँ हामी जम्मामा कस्तो भारी गरेर अब फेरि लाल बजार जान्छ त्यही स्मार्ट बजारमा चाहिँ सब्जीहरू किन्दैछ नि त सो अब चाहिँ हामी लाल बजार भएर सब्जीहरू देखाउनु छ वी हेभ एन्टर लाल मार्केट चाहिँ यस्तो छ यहाँ चाहिँ गनाउँछ मैला छ तर सब्जी यहाँनिर चाहिँ हामी चाहिँ यहाँनिर सब्जी गर्छ आलु चाहिँ 30 रुपियाँ भन्छन् गाइस अब हामी सब्जीहरू गरेपछि हामीले 5 केजी आलु चाहिँ आलु अरे प्याज चाहिँ तौलिसकेको छ यहाँ 10 केजी आलु टमाटर पनि तौलिन्छ साइन गरिरहेको रहेछ कति हाल्दा पनि भएको छैन भन्दैछ अब कति हुन्छ किलोले हेर्नुपर्छ फाइनली गाइस हाम्रो चाहिँ खाजा खाने टाइम आयो सबै सौदा गरेर चाहिँ अब खाँदैछ मोमो अब चाहिँ हामी घर तरफ लाग्नुपर्छ किनभने चाहिँ रात परिसक्यो लाइटहरू बलिसक्यो सो हामी चाहिँ अब चाहिँ घर गएको झोलाहरू बाहिरै छ ए भित्रै छ थाकेर के बोल्यो अब चाहिँ अहिले भेटौँ यस्तो पिरो भएर आइसक्यो यस्तो पिरो आउँछ यस्तो पिरो अचार कि झन् आइसक्यो सो गाइस म चाहिँ भिडियो यही एन्ड गर्न आँटेको सो भिडियो मन परेको चाहिँ लाइक सेयर सब्सक्राइब र कमेन्ट गरिदिनु होला सो आजको लागि यति नै थ्याङ्क्स फर वाचिङ बाइ बाइ